Hi guys, welcome back to my vlog. आज चाहिँ हामी जाँदैछौँ जर्सिङ पौवा। अब के को लागि को जान लागेको भने चाहिँ म सब भिडियोमा देखाउँछु हैन। अहिले लास्टै ढिलो भइसक्यो, म इन्ट्रो बनाउँदैछु हैन। अनि पुतलीहरु चाहिँ सब रेडी भइसक्यो। अब हामी जान्छौँ ल, लेट्स गो। ऑल सेट टु गो हैन। यति जना छौँ हामी चाहिँ। अब हामी यहाँबाट जान्छौँ। ल पुतलीहरु जाम 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 ल जाम। अब यहाँको फ्रेस खरबुजा कहाँको चाहिँ थाहा छैन। एकदमै मिठो हुने गरे खरबुजा। खरबुजा खान्छौँ हामी। खरबुजा खतरा लागेर एस्थेटिक बनाउनु पर्यो रे पुतलीहरुलाई। यहाँ झुन्डाइदेऊ। झर्छ त्यो त। जाम जाम। जर्सिङ पौवा पुगिसक्यौँ है। यो यहीँ हो। अनि त्यसपछि हामी अलि सामान किन रोकेको। अनि अलिकति उतै माथि डाँडा पुग्नु पर्ने क्या। धेरै टाढा पनि छैन। ल यस पानी पनि लाएर बादल त तलै झरे जस्तो देखिरहेछ यार। अब यहाँबाट निस्केको We have finally reached our destination है। ल लालपरी पनि आइपुग्यो है। ल ल्याए स्कुटर ल्याए। ल ल ल ल ल वो ल गाह्रो भयो यहाँ। कस्तो दामी देखाउँछ सर पछाडिको भ्यू। यता बोल यता। यो त जहिले पुतली। यता यता। पानी पऱ्यो भने बिजोग गाइस। मजा आउँछ दामी। यत्रो खानेकुरा ल्याए के हुन्छ। आयो आयो ल दामी है। त्यहाँ अलिकति मात्र बाटो बिग्रेछ कि यहाँनिर। ल हेर त हामीले एउटा केही त्यो तिरपाल खाइहाल्नु। मेरो मलाई भोक लागिसक्यो। कस्तो दामी देखेछ हौ यहाँ त। बादल त यहीँ देखेछ क्या। ल लालपरी जलपरी आमामा ल ल ल ल हाइड हाइड। यो यार हामी त आइपुग्नु थियो यहाँ। वाइल्ड पानी पर्यो तर हामी बचाउँछ। मैले निकाल्थेँ त अघि। ल ल ल एकछिन एकछिन आफूलाई बचाऊँ है। खानेकुरा मोस्टली खानेकुरा बचाऊँ। ल सब राखौँ। हेलमेट त यस्तो घोप्टो पारेर राख्थेँ यार। त्यो हेर्न त्यो नाचे नाचे। ल अर्को छाता छ त पढ्नु यहाँ छ। कसम यार मन पर्यो ठाउँ मन पर्यो। ल ल एकछिन पर्छ क्या। पानी रोकिन्छ अहिले। ओके होइन होइन आउँछ। यता घाम लागिरहेछ। पुरै भिजिसक्यो क्या।
यसरी परिरहेको नि पानी तिमीहरू खान लाग्यो क्या यहाँनिर यार म्युजिक छैन यतिको चाहिँ हुनु पर्यो अब लुगा बचाएर काम छैन मेकअप हेर्नु यिनीहरूको मेकअप आमा मेकअप मेकअप सब हाम्रो चाहिँ आज ड्रमले ज्यान बचायो यो ड्रमले त्यस्तै रोनिसले गरे जस्तो गर नि बनाइदिन्छु भिडियो गर्छु फेरि फेरि गर त रोनिस त नि त्यो रोनिसले जे गर्छ त्यही गर नि तेरो भिडियो बनाइदिन्छु म हामीलाई चाहिँ यो ड्रमले बचायो आज फेरि पानी पर्यो फेरि पानी पर्यो अब हामी फेरि ड्रम पछाडि बस्छ यसको मेकअप बगायो त्यो चाहिँ गोरे भयो ल अब पानी रोकिन्छ जस्तो लागिरहेछ तर नट स्योर ल अहिले चाहिँ ठप्पै भयो है पानी ओइ पानीपुरी लिएर आइज अब हामी यहाँनिर चाहिँ टक्क होइन यहाँनिर यति बस्ने ठाउँ रहेछ यहाँ कसले क्याम्पिङ नै गरे जस्तो छ अब हामी यहाँनिर खाने हो मासु चिउरा अचार अरू जेसुकै होस् मोबाइल चाहिँ जोगायो यसले हतार हाल्दो रहेछ त्यो खरबुजा नि लिएर आइज ल अहिले चाहिँ ठ्याम्मै टक्कै रोक्यो क्या पानी अब चाहिँ ल दामी देखेँ त्यो लगाएको छ यार पख अब गडङ गुडुङ गर्दै ल अब हाम्रो पिकनिक पानीपुरी खाम त त्यस्तै भएको थियो त्यस्तै हुन्छ क्या सब होममेड हो है हामीले चाहिँ घरमा बनाएर लिएर जो चाहिँ अरू बकडा छ स्प्राइट छ पानीपुरी छ यो छ अचार छ अनि त्यो तिनीहरू के हो सबै छ सब घरमा बनाएर ल्याएको होइन यहाँ चाहिँ हाम्रो स्पेसल पानीपुरी सो एक्साइटेड यो खाना चाहिँ अब हामी खान्छौँ यिनीहरू त भातै खाँदैन हाम्रो भात खाएर घरदेखि छ नि टिपेर ल्याएको रे पहिला वर्ष कस्तो मिल्थ्यो है म के तर पहिला वर्ष भन्दा यो वर्ष ठुल्ठुलो सेटअप मिलाउँदैछ यहाँनिर अब चाहिँ घाम लाग्छ अहिले त जाडो भयो यसले आमाकै लुगा लगायो यसले इङ्की पङ्की पोगे
ल मैले केही भनेको छैन जस्तो सिचुएसन मम्मीले सपोर्ट गर्छन् मेरो छोरा भने नि यो छोरी भने नि यो ज्याकेट भन्ने क्या मम्मीको मेरो छोरा भने नि यो छोरी भने नि यो यता हेर यस्तो चस्मा नि सबैले लाउँछ तातो भयो नि एकैछिन ल केटीहरूको सेटअप हुन लाग्यो यहाँनिर के चाहिँ गर्दो रहेछन् हेरौँ ए बस्दै बस्दै त हामी पनि के रमाइलो गरेर आएको त हामी चाहिँ बस्नु नपाउनु बस भाइ बस सुत भाइ सुत सुत्दै भाइ सुत्दै म छु या सुत्दै 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 गाइज हामी चाहिँ ग्राभिटी नि उल्टो भएको ठाउँमा आइपुगेको छौँ है कपाल हेर कपाल के गर्नु लागिस् यहाँ भएन के खाइहाल्यो टन्न अनि अब जुगाड सुरु भयो त कोही पनि थिएन र अहिले त आइसकेछ गाइज हाम्रो सेटअप आकाश चाहिँ पुरै खुल्ला देखिरहेको छ होइन तर कस्तो पानी पर्न थाल्यो क्या फेरि म त अब आतेस लागिसक्यो पानीमा भिज्दा भिज्दा भर्खर भर्खर त्यति कपाल सुकेको छैन नागिन भेट्यो नागिन भेट्यो यहाँनिर यो सिधा बस्नु नि टाउको कस्तो मजाको उड्यो परे उड्यो हो आयो पिछामा आयो उहाँले हाँस्दै हाँस्दै आयो यता हेऱ्यो क्यामेरामा हेऱ्यो हो नाइस आई कन्ट्याक्ट है राम्रो है हेर्नु मम्मी यहाँ हेर्नु न यहाँ स्टेप सिकाएर मेरो चाहिँ दिमागमा एउटा गेम आयो क्या अब हुन्छ नि हामी चाहिँ अब अलिअलि खानेकुरा पानीपुरीहरू अनि फ्रुट्सहरू बाँकी छ अलिअलि अनि त्यसपछि त्यसलाई चाहिँ हामी यहाँनिर राखेर बोतल फ्लिप गर्छौँ क्या जसले फ्लिप गर्न सक्यो गऱ्यो जसले गर्न सक्दैन त्यो चाहिँ त्यहाँ बाइक राखेको ठाउँमा एक राउन्ड हानेर फेरि यहाँ फेरि बोतल फ्लिप गर्छ क्या अनि जसले फ्लिप गर्छ त्यसले चाहिँ यहाँ बसेर खायो क्या जे खायो नि खायो त्यहाँ भएको कुराहरू चाहिँ अब हामीसँग चाहिँ के छ म देखाउँछु ल खानेकुराहरू चाहिँ यति छ अहिलेको लागि यो यति पनि यो दिस इज इनफ क्या कति धेरै छ क्या ल हामी चाहिँ के फ्लिप त बोतल च्यालेन्ज खेल्न लागेको होइन अब जसले फ्लिप गर्यो त्यसले यहाँ खाना पायो मस्त होइन जसले चाहिँ गर्दैन अब त्यो चाहिँ वहाँ गएर राउन्ड हानेर आउँछ अनि फेरि फ्लिप गर्छ है ल स्टार्ट गरौँ ल होइन जस्तै मैले फ्लिप गरेँ मेरो फ्लिप भयो तपाईँ तिनैजना जाने होइन दौडिन त फ्लिप भयो भने त खान थाल म गरेँ भने मेरो भएन भने म जान्छु के गर्ने होइन क्या मैले फ्लिप गरेँ होइन यस्तो फ्लिप भयो होइन म खान थाल्ने हो क्या सबजना भाग्ने हो क्या त्यहाँ तिनजना घुमेर आउने अनि म खाइराख्ने एक्लै अनि जसको हुन्छ अरू तिनजना भाग्ने फेरि त्यस्तो यही हो है रुल्स ल यो है रुल चाहिँ ल सुरु गरौँ मेरो त भयो सिजर पेपर किन गर्ने ल यहाँ तपाईँले सुरु गर्नु ल गाइज मैले सुरु गरेँ है मलाई कसम आउँदैन है तर कुद्न थाल्यो ल नभइतिर यसपालि चाहिँ देखिरहेछ नि त्यता नि यो कहाँ से आते लोग यस्तो एकपालि कटै तेरो कट भयो एउटा म त सक्छु भनेर गरे हो कि यता नगर्नु न बरु यता गर्नु क्या तपाईँहरू त्यहाँ ठाउँै छैन यो अलि बिचमा राख्नु पर्यो त्यसले फेरि अर्को आलु तपाईँको अलि के यार तिमीहरू कोही पनि गर्नु अघि त भइरहेको छ
बनाउनुपर्छ टिकटक आउँदै आउँदैन एउटा हान्दै आइपुग्दो रहेछ मेरो बाल होइन कस्तो रोनिसको एउटा हान्दै राम्रो रे यहाँ चिसा छ छोपे क्या रिया छोपे ओ म त सक्दिनँ जस्तो लागिरहेको छ यार एक त खाएँ ले मेरो पालो त्यो दिन त चाहेको छैन तेरो नि सबै आउँछ रिया त हिँड्न नसक्ने तेरो हिँड्नै नसक्ने भइगयो थुप्री मेरो बारी त्यही ठ्याक भइसक्यो खाना रमाइलो छ्या चिप्ल्यो दौडेर आएको थियो एउटा पानीपुरी नि खाँदिन यसले किन र सिसाम त झन्डै सक्दो रेली गरे अब यो मेरो हुँदैन मेरो लक लाग्यो त मामा राम्रोसँग उयो स्वादै लिन पाएन जहाँ सिसम झेली गर्नु नपाए हामी आइसक्यो मेरो बाली अन्त दुईटा खाइदिए भएको त म त हेर्छु है पछाडि यसले चाहिँ दुईटा खाँदो रहेछ अरूले चाहिँ एउटा भन्दा नखाँदै आउँदो रहेछ झेली गरे यार यिनीहरू ए भयो यस्तो गेम खेल्नु हुँदैन सक्यो नि एउटा भिडियो बनाएँ मेरो म त खानै पाएन त मैले नि हामीले पनि खानै पाएँ कति गाह्रो हुँदो रहेछ यार गेट रेडी गाइज तिनीहरू कुदा छैन हेर कुदा हेर कुद्न नघुमिहाल्छ घुम्या हो भयो लास्टमा त कुद्नु सक्दिनँ खानु चाहिँ पाएन मेरो कति धेरै भयो हुन्छ हुँदैन हुन्छ हुन्छ हुँदैन कुदै गर्छ सिस्टम कुदै गर्छ हो जानु कन्फिडेन्स क्या फेरि कुद्नु है सबैजना अब कुदौँ कुदौँ म त हेर्छु है पछाडि झेला गऱ्यो भने त म दुईटा एक्स्ट्रा खान्छु एउटा नै आयो अब त हाल्नु त हाल्न सके छैन खाइसक्यो पानी नहाले हाल्छु लास्ट है अब सक्यो गर्नु भयो मैले त खाएकै छैन एउटा मात्र पाकी रहेछ हो त हो किन आँटेको धेरै छ ट्राई गर न ट्राई गर
कस्तो यो रमाइलो नै यही हो क्या गेमको त्यही भने म कुदे उनीहरू थाहा नि रमाइलो आफूले लगाउने नि अब म गर्छु भनेर गर्नु पर्यो नि फेरि मलाई त आउँदैन थियो म त हुँदैन ल गाई त्यस्तो धेरै माथि उठायो भने त हुँदैन पुचुक्क दियो हान्नु ल आलु नि गप्पै खाइदिनु यो कम त रुखेकी रहेछ है त्यो पानी नहाले कोरा पाहाइ अनि बजोल मैले नै त्यही गरेँ खाएन ल कसको बाल रिया उसले घरमा चाहिँ हेर्नु त्यहाँ घरमा जानु पाएको उडी त दौडी मम्मीलाई आलु अलिकति उता दिनु त मम्मी खाँदै गर्नुहुन्छ आलु पानी दियो नि अब त म के खान्छु पहिला यतिसम्म पानी खाइदिन्छु कुरकुरे हाल्छु बिचमा हाल्नु यसको त हुँदैन फिक्स हो म त मा झेल्ने मान्दैन म जाँदिनँ छिटा खाँदै खान पाइन्छ यस्तो गेम खेला हुन्छ भयो भयो टिकटक बनाऊ भने दौडे खायो दुईचोटि पहिला त गम खान थाल्यो खाइदिउँ अब That's the end guys जितेको चाहिँ म छु सक्यो र होला हो तपाईँको मेरो त 3-3 चोटि हो यिनीहरू थाकेर यिनीहरू पुग्न सकेन र अब यति नभए हामी खेल्दैन अलिकति पानीपुरी खान्छौँ अनि अलिअलि रमाइलो गर्छौँ के गर्छौँ त्यसपछि जान्छौँ पानी चाहिँ रोक्यो त्यसमै खुसी हामीले खाएको चाहिँ हो क्या राङ बुडङ फुटाएर यस्तो पारेन अरे ल सबजना थाक्यो अब आफै खाने हो सबै कुरा गरिसक्यो होइन अब हामी एकछिन बाइक राउन्ड हान्छ भनेर चाहिँ कत्रो ठुलो छ नि यो ग्राउन्ड उहाँसँग गएर आउनु न बुझ्दिनँ म बाइक सिक्छु अरे ल सिधा पार देखा अनि सिकाइदिन्छु सिधा पार देखा न सिधा पार देखा खोइ त यतिकै हाँक्छु भन्नुहुन्छ हो खोइ त देखा नि यो त्यो स्प्लेन्डरमा सिक्नु पर्ने रहेछ कि यो कहाँ चढेको त अनि स्प्लेन्डर हो सोझो पार्न नि सकेन होला हजुर पार्नु सिधा पार्न त नि सिक्ने बाइक आइज ल ल बाई 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 त नि सिक्ने हो सिधा पारेर देखा बाई 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 ओ हिरो
ल अब यिनीहरूको फोटो खिचिदिनु रे फेरि आयो आमा छोराको राइट चिप्लिन्छ है बिस्तारै जा जब हाम्रो कलर राइडमा जान यहाँ चाहिँ लास्ट मजा आउँछ क्या तर होइन पानी चाहिँ यस्तो छ क्या केही छैन पानीले भिजे पनि यस्तो मजा आयो नि डर लाग्छ मलाई पनि लास्ट डर लाग्छ हिलो छ क्या टायर चिप्ल्यो भने त तर चिप्लिँदैन प्रो भइसक्यो हामी प्रो अब चाहिँ भ्यू मात्र देखाइदिन्छ हेभेन हेभेन राइट टु हेभेन वो Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings. आज चाहिँ अलिअलि घाम लाएर झन् तातो भइरहेको छ क्या बिहान त कुट्नु यार पानीले ल्याप्पै भएको थियो अब त जो सुकिसक्यो तातो भइसक्यो यिनीहरूको सकिया छैन अब त्यसको सकिया छैन तँ मेरो चाहिँ प्यार करती है कि नै भएर यता टिकटक अनि जे होस् रमाइलो भयो होइन भ्यू पनि कस्तो दामी देखिरहेछ क्या ल आयो त ल माई काइन्ड अफ फोटोसुट कस्तो आनन्द आयो नि ओ भाइ यो हेलमेट खोल न ल ढोक त ल ढोक तिमीहरूलाई यहाँ डुलाउनु ल्याएको ढोक नाच नाच ल सिकाउनु पर्यो नि त फेरि अघि नै गीत ल ल ल ड्राफै रहेन रहेछ हान्दे रातोवाला जानु परेछ है बिरयानी खान्छ है अर्को खाइ यसो त लाउने के लास्ट घुमिरहेछ है जवानीको ए दोष मेरो हो कि मेरो जवानी अब चाहिँ हामी यहाँबाट निस्किन लाग्यो होइन 4:30 हुन लागिसक्यो अब चाहिँ ढिला हुन्छ हामीलाई कति 1 घन्टा जति लाग्छ होला हामीलाई बौद्ध पुग्न त्यसपछि फेरि स्वयम्भू पुग्न यस एकदमै रमाइलो भयो होइन सुरुमा अलिकति पानीले हाने पनि जोस् पछि चाहिँ लास्टै रमाइलो भयो क्या अब हामी फर्किन लागेको अनि त्यसपछि रमाइलो भएको भयो नि सबजना ल आजलाई यति नै होइन म यो चाहिँ यहीँनिरै टुङ्ग्याउन चाहन्छु ल सबलाई बाई बाई खोइ त्यो त्यसले हेर्नु हजुरआमा आज जस्तो लागिरहेको जा 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 ल जा जा त्यही